मर्निङ म प्रञ्जन ठकुरी। स्मृति 2083 साल वैशाख 24 गते मेरो दाइ प्रिय जीवराज साई ठकुरीको आज चाहिँ हामी सगुन बाँड्न आउँदैछु। योभन्दा माथि करिब आधा घन्टा लाग्छ यो यहाँबाट चाहिँ त्यो गाउँ पुग्न। अनि आधा घन्टाको बाटो यात्रा गरेर पैदल यात्रा गरेर मेरो दाजुको बिहेको निम्तो सगुन बाँड्न गइरहेको छौँ। पर्सि 26 गते चाहिँ दाजुको बिहे घुमघाम बिहे हुँदैछ, धुमधाम बिहे हुँदैछ। एकदम गाउँतिर रमाइलो साथै दाजुभाइ भएर हरेक दुःख सुखको पलहरू नि बिताइयो। अनि हामी सगुन बाँड्न आइरहेका छौँ गाउँतिर। करिब मेरो गाउँभन्दा आधा घन्टा पैदल यात्रा गरेर त्यो ठाउँ गएर हामी त्यहाँको मान्छेलाई, अर्को गाउँको मान्छेलाई निम्ता गरेर पर्सि 26 गते बिहेको निम्तो लगेर हामी चाहिँ गाउँ, अहिले आफ्नो गाउँ फर्किन्छु। अब यहाँबाट चाहिँ म मेरो गाउँ देखाउँछु होइन। मेरो गाउँ करिब हामी 10-15 मिनट टाढा हिँडिसकेका पनि छौँ गाउँदेखि। मेरो गाउँ चाहिँ त्यता छ, त्यो मेरो गाउँ। हामी यता यो ठाउँ हुँदै यहाँबाट यो भित्र हुँदै हामी यहाँ आइसकेका छौँ। यो चाहिँ मेरो गाउँ। अनि हामी अब यहाँ चाहिँ सबै लाडु अर्सा भन्छ होइन हाम्रो गाउँतिर। अनि त्यो चाहिँ अनि सबैलाई सगुन बाँडेर दिएर निम्ता गरेर बिहेको हामी चाहिँ आउनेछौँ। त्यो चाहिँ अनि यहाँदेखि चाहिँ मेरो गाउँ देखिन्छ। अब यो चाहिँ हामी जाँदैछौँ अहिले बाटोमा। अब यो गाउँमा पनि यहाँ चाहिँ कति 3-4वटा घर छ। यो घरमा पनि बाँड्नु पर्ला सगुन। जस धेरै पछि गाउँमा यताउति डुल्दै जाओस्, रमाइलो गरियो। यो चाहिँ तल्लो गाउँ, त्यहाँ तल देखिने तल्लो गाउँ, यो चाहिँ माथिल्लो गाउँ। त्यो चाहिँ हाम्रो गाउँ भनौँ। यतातिर अब यो घरमा मान्छे को छन्, यो घरमा पनि चाहिँ सगुन बाँध्नु पर्यो। त्यहाँ गएर निम्ता गर्नु पर्यो। बाँकी चाहिँ भिडियो अब पर्सि चाहिँ फेरि फेसबुक च्यानलमा चाहिँ आउँछ। मेरो फेसबुक च्यानल सबैले फलो गरिदिनु होला, सेयर गरिदिनु होला है। ल धन्यवाद। बाँकी नेक्स्ट भिडियो अब विवाहको 26 गते आउनेछ है त।